ल राख है यो सेतो मकैको ढिँडो पिठोको यसो गर्ने यसरी मान्छे भएर अलिक यता हामी खानेहरू सबैले बोल्नु हुँदैन और ढिँडो नखाने अरे मजै यो मासुको यो के को मासु होला यो राँगाको आमा राँगाको आमा हो अनि हजुरले ढिँडो खान थाले चाहिँ कति वर्ष भयो होला अब भन्दाखेरि त 105 वर्ष भयो त्यो बेला दाँत छैन दाँत नभएर ढिँडो खानुपर्छ ए अनि हजुरको नाम नाम चाहिँ ढिँडो बहादुर खपाङ यसरी खानमा ढिँडो त यसरी प्लक्क यसरी कहाँबाट ल्याउनु होला ढिँडो चाहिँ है हाम्रो मकैबारी यस्तो छ अहिले हँसेर मकै गोडेर कहिले खाने हो ल हेरौँ है साथी हो बिजोग छ अब पारिपट्टि यो लेलेतिरको रोड हो यो रोड चाहिँ पानी पर्न लागेको कुहिरो लागेको छ अब भक्कै यता सहर काठमाडौँ यतापट्टि हेर्नु आकाश यस्तो बादलले सबै पानी पर्न लागेर बादलले सिकेछ तरकारीहरू लगायो खोर्सानीहरू छ मुला भेन्डी खोर्सानी बटमसहरू है हाम्रो गाउँ चाहिँ यस्तो छ तपाईँहरू गाउँ कस्तो छ कमेन्टमा लेख्नु होला है चिया पकाउनलाई यो किचनको साउनी यो झुम्री